यौन सम्पर्क गर्नु चाहिँ कुनै ठूलो कुरो होइन कि। यदि तपाईहरुको पार्टनर चाहिँ अब राजी हुनुहुन्छ, घरमा श्रीमती हुनुहुन्छ भनेदेखि दिनदिनै पनि यौन सम्पर्क गर्नु अनि यौन सम्पर्क चाहिँ मैले गर्छु भन्ने कुरा चाहिँ त्यो कसैलाई पनि एकदमै त्यो नेगेटिभ कुरा पनि होइन र ठूलो कुरा पनि होइन कि। ठूलो कुरा चाहिँ त्यतिखेर हुन्छ कि जब चाहिँ तपाईहरुले आफ्नो पार्टनरहरुसँग 1 मिनेटमा चाहिँ तपाईहरुको लिङ्गबाट वीर्य निस्किन्छ नि त। अनि जब तपाईहरुको पार्टनरलाई चाहिँ यौन सम्पर्क गर्ने चाहिँ इच्छा चाहनाहरु नपुगेको बेलामा तपाईहरुको चाहिँ मुटुमा चाहिँ खुकुरी हानेको जस्तो हुन्छ नि, हो त्यतिखेर हुन्छ के बल्ल यौन सम्पर्क चाहिँ एउटा ठूलो कुरो भन्ने कुरा। किनकि तपाईहरुको पार्टनरले नि तपाईहरुलाई आउनु बुढा म माथि मलाई पुगेन भनेर न त बोलाउन नै सक्नुहुन्छ। उनीहरु चाहिँ भित्रभित्र चाहिँ उनीहरु चाहिँ एकदमै जलिराखेका हुन्छन् कि, उनीहरु चाहिँ तडपिराखेका हुन्छन् कि। यौन सम्पर्क भनेको चाहिँ त्यसलाई भनिन्छ जुन मान्छेले चाहिँ बरु बाहिरतिर चाहिँ थोरै भुकोस् हैन, अनि घरमा चाहिँ गएर यौन सम्पर्क गर्ने बेलामा आफ्नो पार्टनरसँग चाहिँ राम्रो चाहिँ परफर्मेन्स गरौ के। अब यौन सम्पर्कलाई चाहिँ राम्रो बनाउनका लागि अनि लामो समयसम्म यौन सम्पर्क गर्नको लागि अब फोरपेले नै नगरी त अब यौन सम्पर्क लामोसम्म राजाले पनि गर्नै सक्दैन हैन, अब मयुम भन्ने राक्षसले पनि गर्नै सक्दैन कि त अब उही मैले बताएका जस्ता ती भेग्राहरू ट्याब्लेटहरू ती औषधिहरू खायो भनेदेखि मात्रै अब एक रातमा 4-5 राउन्डसम्म उसले यौन सम्पर्क गर्न सक्ला हैन त। नभएदेखि चाहिँ अलिकति गाह्रै हुन्छ है। अनि आफ्नो पार्टनरसँग फोरपेले गरेरै यौन सम्पर्क गरौं त भन्दाखेरि पनि कतिपय मान्छेहरूलाई चाहिँ राम्रो तरिकाले फोरपेले गर्न आउँदैन, आफ्नो पार्टनरलाई चाहिँ सन्तुष्टि दिन आउँदैन के। अनि त्यसलाई चाहिँ मुखले मात्रै अब अब म चाहिँ अब लामो समयसम्म गर्छु, मेरो 9 इन्चीको छ हैन भनेर के फाइदा भने के। अब जुन पनि त्यो तातो यौनी भित्र तपाईहरुको लिङ्ग पुग्ने बित्तिकै त्यस्तै परे त 2 मिनेट त के 1 मिनेटमै चाहिँ अब तपाईहरुको चाहिँ अब लिङ्गबाट वीर्यहरू आइहाल्छ क्या। अनि तपाईहरुको जुन पनि आफ्नो चाहिँ एउटा स्त्रीको चाहिँ जुन उनीहरुको चाहनालाई पूरा गर्न सक्नुहुन्न भनेदेखि तपाईहरु के को मर्द भने के त्यतिखेर हुन्छ के तपाईहरु चाहिँ मर्द हो कि नामर्द हो भन्ने कुरा चाहिँ तपाईहरुको पार्टनरले डिसिजन गर्ने हो कि, त्यो तपाई नामर्द हो कि मर्द हो भनेर। तपाई हामीले चाहिँ म मर्द हुँ भनेर सबैलाई भनिराख्नु चाहिँ जरुरत हुँदैन कि। अनि मेरो 9 इन्चीको छ, मेरो चाहिँ मोटाइमा चाहिँ अब यतिको मोटो छ उति ठूलो छ भन्ने हैन। जुन पनि तपाईहरुले चाहिँ आफ्नो घरको एउटा पार्टनरलाई यौन सन्तुष्टि दिन सक्नुहुन्न भने तपाईहरु चाहिँ कुनै मर्द पनि हैन। तपाईहरुको पार्टनरलाई गएर सोध्नुस् तपाईले अहिलेसम्म उनीहरुलाई चाहिँ यौन सन्तुष्टि कहिले दिने कोसिस गर्नु भएको छ कि छैन, तपाईहरुको पार्टनरले चाहिँ के चाहन्छन्। यदि तपाईहरुले पनि आफ्नो पार्टनरलाई चाहिँ राम्रो तरिकाले पूर्ण भरिपूर्ण रूपमा चाहिँ एकदमै यौन सन्तुष्टि दिन चाहनुहुन्छ भनेदेखि चाहिँ मैले भिडियोहरु बनाएर हालेको छु फोरपेलेहरु कसरी गर्ने, यौनीमा चाहिँ तपाईहरुको जिब्रोले चाहिँ कसरी उनीहरुको चाहिँ मुख मैथुन गरिदिने हैन। मेरो प्रोफाइलमा चाहिँ थुप्रै भिडियोहरु चाहिँ तपाईहरुले भेट्न सक्नुहुन्छ, 1 बाइ 1 गरेर चाहिँ त्यो भिडियोहरुलाई हेर्नु होला। अनि यदि तपाईहरुले चाहिँ लामो समयसम्म यदि यौन सम्पर्क गर्ने नै हो भनेदेखि त्यस्तो मान्छेहरुलाई मात्रै मेरो चाहिँ भिडियोहरु काममा लाग्छ है। जाने उतिखेर थाकिहाल्ने सुतिहाल्ने श्रीमतीको वास्तै नगर्ने त्यस्तो मान्छेहरुलाई चाहिँ अब मेरो भिडियोले कुनै पनि काम छैन है। किनकि त्यो त अब एउटा एनिमल्सको हुन्छ नि त, एउटा पशु बराबरको यौन सम्पर्क गरेको जस्तै हो। जबसम्म आफ्नो पार्टनरलाई चाहिँ खुशी बनाउनु हुन्न, उनीहरुलाई चाहिँ इमोसनमा ल्याउनु हुँदैन, त्यो पनि कुनै पनि एउटा यौन सम्पर्क भनिदैन। र तपाईहरुले आफ्नो पार्टनरको चाहिँ यौन सन्तुष्टि पूरा गर्न सक्नु हुँदैन र तपाईहरु दुवैजना चाहिँ एकदमै खुशी हुनुहुन्न, सन्तुष्टि हुनुहुन्न भने त्यसलाई पनि यौन सम्पर्क चाहिँ भनिदैन के। यौन सम्पर्क चाहिँ त्यसलाई भनिन्छ जुन बेला तपाईहरुको पार्टनरलाई चाहिँ एकदमै धेरै सन्तुष्टि भएको हुनाले उनीहरुले चाहिँ यौन सम्पर्क गरिसके पछाडि तपाईहरुसँग मिठो मिठो कुराहरू गर्छन्, एकदमै उनीहरुले चाहिँ आफूलाई सन्तुष्ट भएको चाहिँ फिलिङ गर्छन्, तपाईहरुलाई चाहिँ उनीहरुले एकदमै मर्द मान्छे चाहिँ ठानेका हुन्छन् नि, त्यतिखेर चाहिँ बल्ल तपाईहरुको यौन सम्पर्क गरेको चाहिँ मजा आउँछ के। अब तपाईहरुलाई चाहिँ अब यौन सम्पर्क गर्दा मजा आउला नआउला हैन, तर तपाईहरुको पार्टनरलाई चाहिँ सन्तुष्टि मिलेर उनीहरु खुशी हुनुभयो भने सोच्नुस् कि तपाईहरुलाई पनि खुशी मिल्यो अनि तपाईहरुको घर पनि एकदमै सन्तुष्ट हुन्छ के। जहाँ नारी खुशी हुन्छन् त्यहाँ लक्ष्मीले पनि बास गर्छ र जहाँ चाहिँ नारी चाहिँ एकदमै खुशी हुन्छन् त्यो घर चाहिँ एकदमै फुलबारीले चाहिँ भरिएको जस्तो हुन्छ के। साथीहरु भिडियो कस्तो लाग्यो मन पर्यो भने शेयर गर्न नबिर्सिनु होला। अनि तपाईहरुलाई केही प्रब्लम छ भनेदेखि चाहिँ कमेन्ट गर्नु होला, हैन भनेदेखि चाहिँ पर्सनल मेसेजमा भए पनि आफ्नो प्रब्लमहरु चाहिँ त्यहाँ गएर चाहिँ बताउन सक्नुहुन्छ साथीहरु।